एकजना गायकको गाना सुनेको थियो। लुट न सके लुट कान्छा, लुट न सके लुट, अरू देशमा पाइँदैन नेपालमा हो छुट। कति कति मतलब सोचेर गाएको गीत के। यो रियल गीत हो। अरू कुनै पनि देशमा यसरी लुट्न पाइँदैन, नेपालमा मात्र पाउने। कसरी लुटेका छन् एउटा दुईटा भन्न मन लाए। धर्म र भगवानको नाममा लुटेका छन्। विभिन्न धर्म लिएर आउने, त्यो पनि अब आफ्नो देशका त्यागी तपस्वी सच्चा गुरुहरूबाट हैन, बाहिरका गुरुहरू, आफ्नो देश बाहिरबाट आएकाहरूलाई महत्त्व दिने। अनि उनीहरूले के गर्छन्, नेपालमा आफ्नो धर्मको नियम भनेर आफ्नो देशको घिन लाग्ने नियम लादिन्छन् हाम्रा सिधा साधा भक्तहरूलाई। अनि आफ्नो भाषा, आफ्नो संस्कार, आफ्नो संस्कृति छोड्न बाध्य गराइदिन्छन् भगवान र धर्मको नाममा। अनि हाम्रा नेपालीहरू चाहिँ भगवान धर्मप्रति पुरा आस्था। खेल खेल्नु हुँदैन, धर्म भगवानको नाममा पाप लाग्छ भन्ने हुन्छ। बाहिरको मान्छेलाई पाप न साप। नेपाल बाहेक बाहिरका जति पनि देशका मान्छेहरू छन् उनीहरूलाई त खाली मतलबै पैसामा छ। के गरेर पैसा आफ्नो देशमा भित्राउन सकिन्छ, भगवानको नाममा हुन्छ कि धर्मको नाममा हुन्छ कि वेशभूषाको नाममा हुन्छ कि त्यसरी लुट्छन्। त्यो उदाहरण नदिउँ, धेरैले लुटेका छन्। हामी सक्छौँ बाहिरको देशको पैसा हामी आफ्नो देशमा ल्याउन सक्छौँ? सक्दैन। तर हाम्रो देशबाट कति गएको होला धर्मको नाममा। अनि राजनीतिक नाममा कति लुटेका छन्। हे भगवान, जन्मिँदा मर्दा सागमा पशु पंक्षी पुल, मतलब हरेक चीजबाट ट्याक्स उठाएर लुटेका छन्। ट्याक्स किन दिने जबकि सुरक्षै छैन त? कसैले ट्याक्स नदिए हुन्छ। यदि सरकारलाई ट्याक्स बुझाउने भनेकै जनतालाई परेको आपद विपदमा त्यो जम्मा भएको ट्याक्सको पैसाले मतलब मद्दत गर्ने हो नि, गर्छ। आफ्नै सन्तान रिलेटिभहरूलाई, भाइ भारदाजहरूलाई गर्दै ठीक हुन्छ। ती जनताले दिएको पैसा उतै उतै बाँड्छन्। अनि अरू अब पहिला एउटै राजा, एउटाले त थोरै बहुत खानुहुन्थ्यो आफ्नो स्ट्यान्डर्ड अनुसार खाने कि त्यो त स्वाभाविक हो। अब अहिले कति छन्? जति थोरै त्यति राम्रो। हामीले सुनेका थियौँ 2 सन्तान ईश्वरको वरदान। 2-3 मतलब कम सन्तान भयो भने अनि घर राम्रो हुन्छ। त्यस्तै राजा पनि एउटा भए पो अनि देशमा सुख शान्ति आनन्द हुन्थ्यो। भरौटे राजाहरू कति बनाए संघीयताको नाममा। अनि उनीहरूको अवकाशपछि अनि उनीहरूलाई सुविधा। हे भगवान, यति धेरै सुविधा किन चाहियो? गरिब जनता त्यतिकै बसेका छन् भने तिनीहरूले पनि त काम गरे त होइनन्। उही नेपाललाई बर्बाद गर्ने मात्र काम गर्नेलाई अनि बर्बाद गरे सुविधा दिने। अनि अर्को के गर्छन्? अब हाम्रो त सिमानामा केही पनि छैन, खुल्ला छ। अनि आफ्नो देशमा जुन फाल्तुमा जाने रकम उनीहरूले रोक्छन्। जस्तो भुसिया कुकुरहरू ट्रका ट्रक नेपाल बोर्डर क्रस गराइदिन्छ। माग्ने सबै नेपाल बोर्डर क्रस गराइदिन्छन्। माग्ने जति भिखारीहरू जति सबै। कति ठग्या छ कि नेपाल। हरेक एंगलबाट
ठग्या छ नेपाललाई, जसले सक्यो त्यसैले लुट्छ क्या नेपाललाई। त्यही भएर त्यो गीत साह्रै मन पर्यो यति बेला आएर। लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरू देशमा छैन है, नेपालमा हो छुट। कुनी के हो है, अब मिलाएर भन्न आउँदैन, मिलाएर बुझ्नु होला। गायक परेन तर गायकको फ्यान, राम्रा राम्रा गीतहरू गाउनुहुन्छ तर त्यसलाई साह्रै मनपर्छ। थ्याङ्क यू।